गुरु वेद व्यासको हामी दर्शन गर्न आउँदैछौँ। यो हनुमान घाट अवस्थित गुरु वेद व्यास हजुर समक्ष दर्शन गराउँदैछौँ आज। गुरु वेद व्यास गुरु पूजा गुरु वेद व्यास है यतै राखौँ। हनुमान घाट अवस्थित हजुर पनि अवश्य पार्नु होला। गुरु व्यास वेद व्यास हजुर सर्वप्रथम यो असार शुक्ल गुरु पूर्णिमा गुरु वेद व्यास जयन्तीको हजुरहरू सबैमा हार्दिक मङ्गलमय शुभकामना। सम्पूर्ण गुरुहरूप्रति पुनः एकचोटि हार्दिक नमन। गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परम ब्रह्मा तस्मै गुरुदेव नमः। उपरोक्त मन्त्रको अर्थ नै ज्ञान रूपी उज्यालो र त्यसको महत्त्वको चित्रण गर्दछ। गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसँग गाँसेको सम्बन्ध एकदमै गहिरो रहिआएको छ। पुनः गुरु व्यास सत्यवतीका विवाह अधिक पुत्र हुन्। यिनका पिता पराशर हुन्। पराशर र सत्यवतीको आध्यात्मिक समागमले व्यासको जन्म भयो। आफ्नो जन्म माताको खोजीको क्रममा व्यास हस्तिनापुर दरबारसम्म पुग्दछन्। यिनै व्यासले महाभारतको सकल घटनाक्रम लेखेका हुन्। हजुरहरूलाई यो गुरु वेद व्यासको अलि परिचय मतलब गुरु वेद व्यासले गर्नुभएको यो अलिकति हामीले यो फेसबुकबाट साझा लिएका छौँ। आज 2083 साल श्रावण महिनाको 13 गते बुधबार असार शुक्ल गुरु पूर्णिमाको दिनमा हजुरलाई अब यहाँबाट हामी सिधै दत्तात्रेय गुरु महाराजको पनि दर्शन गर्ने प्रत्यक्षमै जोइन हुने प्रयास गर्छौँ। 8 बजे नित्य आरती तेइसवटा भक्तजनलाई दिनुहुन्छ। सोही आज हामीले वेद व्यास जयन्तीको सर्वप्रथम हजुरलाई दर्शन गरौँ भनेर यहाँ हनुमान घाट जुन यो वाल्मीकेश्वर महादेव छ, वाल्मीकेश्वर महादेवको नजिकै छ जुन यहाँ शिवलिङ्ग पनि हजुरले देख्नुहुनेछ। यो वेद व्यास गुरुदेवको हामी हजुर सम्मुख हजुरको नामले पनि प्रार्थना गर्दैछौँ। जय गुरु वेद व्यास की जय होस्। जय गुरु वेद व्यास की जय गुरु वेद व्यास की गुरु पूर्णिमा छिकबिन्दान शुभकामना। आजको पूजा यहाँ छ गुरु वेद व्यास एउटा ठाउँ जयन्ती पूजा जय कथा छ पूजा यहाँ दास्यासको जग्गा उयो ठाउँ चाने खुसी होला था यो पो। जय गुरु वेद व्यास की जय श्री श्री गुरु वेद व्यास की हस् धन्यवाद।